हेलो गुड मर्निङ। सो आज फेरि मैले धेरै दिनपछि एकदमै धेरै दिनपछि मैले बुवासित भिडियो लिएर आएको छु। अनि आज चाहिँ म हामी चाहिँ कहाँ जाने हो भन्ने थाहा थिएन। अनि त्यही पनि हामी चाहिँ बाइकमा घरबाट हिँड्यौँ। अनि हामी चाहिँ अब कहाँसम्म गइन्छ त्यो भिडियोबाटै थाहा हुन्छ। अनि आज चाहिँ म धेरै दिनपछि बुवासँग जाँदैछु। बुवासँग कहाँ जाँदैछु भन्ने यही भिडियोमा देखिन्छ। अनि मैले चाहिँ आज कुनै राम्रो भ्लग बनाउँछु भनेर सोचेको चाहिँ थिइनँ। त्यही पनि भिडियो अब यसो क्यामेरा गर्दै गएको आफै बन्नु भ्लग होइन। अनि सबै जोइन गरिदिएपछि एउटा ठुलो भ्लग बन्यो। अनि जस्ट सो हो, मेमोरी मात्रै हो। अनि अब यत्तिको बनेपछि त राख्दिउँ न भनेर राखेँ। अनि हामी चाहिँ अहिले गोलढुङ्गातिर छौँ। अब गोलढुङ्गा पनि कटेर धेरै पर पुगिसक्यौँ। सो हामी कहाँ जाँदैछौँ अब म भन्दैछु। अहिले चाहिँ हामी यस्तो बाटोमा हिँडेको छौँ जुन यस्तो छ कि बाटो यति हिलो छ, हिलो र यति धुलो छ, यति उकालो हिँड्नु परेको छ, यति उकालो हिँड्नु परेको छ। सो हामी चाहिँ आज टावरतिर जाँदैछौँ। गोलढुङ्गाबाट अलिक पर पुगेपछि टावर छ, हो त्यहाँ जाँदैछौँ हामी चाहिँ। अनि हामी चाहिँ छोटो बाटो भनेर यो बाटो चढेको, यस्तो उकालो छ, यस्तो उकालो छ। अनि बुवा चाहिँ सुई हिँड्नुभयो। अनि म चाहिँ पछाडि हेरिरहेको छु। अनि म चाहिँ यहाँ क्यामेरा गर्दै बस्छु। बुवाले चाहिँ अब बुवाले त आउँदैन। अनि बुवाको फोटो खिच्दै अलिअलि। अनि ठिकै लागेको थियो। अब बुवासँग गएपछि केही खानु पाइँदैन कि गयो आयो त्यति हो। नन स्टप हिँडिरहने हो। यसो हल्लियो, माथि टावरमा गयो, हल्लियो, हिँड्यो, त्यही त हो नि। अनि हामी चाहिँ गयौँ। यो चाहिँ छोटो बाटो भनेर गएको क्या। हामी चाहिँ यस्तो उकालो थियो, धुलै धुलो, जुत्ताभित्र पुरै धुलो पसेर। अनि जान त गयो, डन्नै लोटिएन, खसिएन त्यहाँबाट, यस्तो थियो क्या बाटो। अनि हामी चाहिँ फाइनल्ली पुग्यौँ। अनि यस्तो राम्रो बनाएर चाहिँ कि म चाहिँ अहिले यहाँ 8 इयर पछि आएको हो। यता चाहिँ एकदम राम्रो बनाएको रहेछ। यस्तो हुन्छ नि त्यो सोहरू गर्ने यस्तो बनाएको रहेछ। म पहिला 8 वर्ष अगाडि जाँदाखेरि चाहिँ यस्तो केही पनि थिएन। अनि अहिले धेरै राम्रो बनाएको रहेछ, एकदमै खुसी लाग्यो। त्यो पनि अहिलेसम्म म 4 चोटि गइसकेँ यहाँ। त्यही भएर खासै त्यस्तो रमाइलो त लागेन, गइरह हो। अब रमाइलो गर्ने बेलामा गरिसकेको हो, त्यही भएर नर्मल थियो। अनि बुवासित गयो भने त झन् काहीँ केही बनाउन पाइँदैन। यसो हिँडे नन स्टप हिँडे हो, काहीँ रोकिने होइन, केही गर्ने होइन, जाने यसो टावरमा नि एकछिन उभिनु भयो। अनि सकियो। अहिले चाहिँ म टावर जाँदैछु। यस्तो उकालो कहिले उकालो नहिँड्ने चाहिँ एक्कासी उकालो हिँड्न परेपछि त यति खुट्टा दुख्दो रहेछ। त्यही पनि हिँड्यौँ। तर फर्स्ट टाइम जाँदाखेरि चाहिँ फ्री थियो। यहाँ चाहिँ त्यो भद्रगोलको सुटिङहरू गर्थ्यो क्या। अनि फर्स्ट टाइम जाँदाखेरि फ्री थियो। सेकेन्ड टाइम जाँदाखेरि हाम्रो 30 रुपियाँ लिएको थियो। अहिले थर्ड टाइम जाँदाखेरि नि फ्री रहेछ। थर्ड टाइममा चाहिँ फ्री भएछ। अनि अझै चेन्जहरू रोटिपिङहरू के थियो। हामी पहिला जाँदाखेरि चाहिँ अहिले त्यस्तो केही पनि देखिन थिएँ। त्यत्रो उकालो हिँडेपछि फेरि यो उकालोमाथि चढ्यौँ हामी चाहिँ। बुवा र म चाहिँ अब बुवाकै पछि भिडियो बनाउँदै हिँड्यो। तर भ्यू त यति राम्रो थियो, यति राम्रो देखेको थियो क्या भ्यू त है। अनि सर्र हावा लागेको थियो। अब बुवा यतिकै उभिने हो, मैले अब खिच्दिएँ भने बुवा यसो गरिदिनुहुन्छ। अनि सक्यो कि त्यही हो। त्यहाँ तल पानी पुरै चटपट थियो। यसो बोलाउँ कि भनेको, अब आफ्नो गोजी यहाँ पैसा खाइन क्या अरे। अब बुवाले खुवाउनु न, पैसाले गरेर खाने हो भन्नुहुन्छ। त्यही भएर केही पनि बोलिएन। अब यत्तिकै हल्लियो भ्यायो। बुवा गइसक्नु भयो। अब म पनि जाने हो। अब बुवा गयो अडिने होइन कि अब यत्तिकै, त्यही भएर सक्यो। यति हो कि छैन केही छैन। बुवासँग गएपछि यत्तिकै हो, हिँडै हो। बस्ने भनेको सिधै घर आएर हो। त्यही भएर सकियो हाम्रो चाहिँ यो भ्लग। अब यति हो कि घुम्ने, अरू ठाउँमा घुम्न त अब पैसा लाग्छ होइन। त्यही भएर अब फ्रीमा जहाँ घुम्न पाइन्छ त्यति घुम्ने हो। सो हामी चाहिँ अब हिँडेको, अब फर्केको कि यति हो। अब केही छैन। अब त्यही धुलो बाटो हिँड्ने, हामी अर्को बाटो गएको हो। अब अघि आएको बाटोमा त लोटिन्छ, खसिन्छ के अरे। त्यही भएर यो बाटो गएको। मैले भिडियो गर्दै हिँडेछु। अब बुवाको अलिअलि फोटो खिचिदिएँ, त्यही हो। अब हामी चाहिँ घरतिर जाँदैछौँ। अब हामी बाइक चढ्ने जाने हो। यो यतातिर चाहिँ अलि राम्रो बनाएको रहेछ कि। अनि काम पाइएको थिएन, यहाँसम्म चाहिँ आयो घुमेर। अलि चेन्ज भएर रहेछ। अलि धेरै वर्षपछि आउँदाखेरि चाहिँ रमाइलो लाग्यो, खुसी लाग्यो। अब हामी चाहिँ सकियो घुमेर, यति हो। अब एउटा टावरमा चढ्यो, अब फर्किने हो, यति हो कि। अब जुन बाटो हो त्यही बाटो फरक्क फर्किने,
हिँडी घर पुग्नै सक्यो यति छ हाम्रो चाहिँ। अनि हामी चाहिँ खासमा भन्यो भने यहाँ हिँड्न लाग्यो भनेर हिँडेको होइन, त्यही भएर हामीले खासै घर जे लगाइरहेको थियो त्यति लाएर जेराकचुरुक परेर हिँड्थेको होइन। अनि हामी चाहिँ अब हिँड्दैछौँ तर बाटै नबनेको, यहाँ त यस्तो छ नि, बाटो त यस्तो थियो। जुत्ताभित्र त पुरै धुलै पसेको थियो। अझ पानी पऱ्यो भए त च्याप्लाक हिलै हुन्थ्यो त्यहाँ। अनि अब हामी जाने यस्तो बाटो चाहिँ कस्तो चेन्जै भएर हुन्छ कि यस्तो छ कि बाटो। अब यस्तो राम्रो थियो नि भ्यू चाहिँ, त्यो सूर्य त यति राम्रो देखेको थियो। अब म चाहिँ बाइकमा चढ्न जाँदैछु है, बाइकमा चढ्नलाई यस्तो राम्रो छ कि यस्तो राम्रो हेर्नु, यस्तो राम्रो। अझ त्यो टावरमा सरर हावा लागेको थियो, यस्तो मिठो हावा लाग्यो, यस्तो राम्रो भ्यू थियो। अनि मैले चाहिँ यो खासमा सुरुदेखि चाहिँ भिडियो गरेँ होइन, मैले त्यो रोडको बिचमा टावरमा पुग्ने त्यो उकालोबाट बल्ल सुरु गरेँ हो भिडियो बनाउनुलाई। बाटो त यस्तो डरलाग्दो थियो नि, यहाँ त यस्तो डरलाग्दो थियो। म त झन्डै पछाडि थिएँ भुइँमा, यस्तो बुरुक्क उचाल्यो यो बाटोमा, कस्तो गाह्रो थियो झन् मोबाइल खसेको थियो मेरो। अनि राखेँ। अनि यहाँ चाहिँ सुटिङ हुने ठाउँ हो यो चाहिँ खासमा होइन। अनि भद्रकोलको सुटिङ हुन्थ्यो क्या यहाँ, त्यही भएर मलाई चाहिँ खालि आउनु मन लाग्थ्यो। अनि आज धेरै वर्षपछि आएको, रमाइलो भयो। अहिले चाहिँ हामी यो चाहिँ फर्केको हो, मैले यो चाहिँ अगाडि नै गरेको थिएँ। यति हो गाइस। ल हामी अब यो बालाजु हो, अब हामी घर पुग्छौँ। थ्याङ्क यू सो मच लास्टसम्म हेरिदिनु भएकोमा, धेरै खुसी लाग्यो। ओके बाई बाई, सी यू टुमारो। अब यस्तै अब ब्लग फेरि लिएर आउँछु, बाई बाई।